त्योभन्दा पहिला हामी श्रम संस्कृतिबाट किन सुन्ने भयौँ त? हिजो यता हाम्रो बुवा हुनुहुन्छ होला, बुवाहरूको पालासम्म चाहिँ नेपालमा होइन आफै आत्मनिर्भर रूपमा चाहिँ हाम्रो कृषि प्रणाली थियो। हामीले बेसा लिनुपर्ने भनेकै नुन, मट्टीतेल अथवा फलाम, योभन्दा बाँकी त सबै हामी आफै आत्मनिर्भर थियौँ। तर अहिले किन हामी श्रम सुन्ने भयौँ त? होइन, विदेशमा गएको मान्छेले पैसा नेपालमा रेमिट्यान्स गरेर यहाँ आइपुग्छ, भोलिपल्टै फेरि सल्लकै विदेशै फर्किन्छ त्यो पैसा। किन त्यो भयो त भने त्यसको लागि अलिकति भित्र जानुपर्छ भन्ने लाग्छ। त्यो भएर म नेपाली समाजको बनावट के हो त योभन्दा पहिला, किन यसरी बिग्रियो त भन्ने कुरामा म तपाईँहरूलाई लान चाहन्छु। यो खास हामी सबैले गाली गर्छौँ होइन, अब म त यो संस्कृति पार्टीको मान्छेलाई पनि सकारात्मक रचनात्मक सुझावहरू दिनुपर्छ। कुनै पनि पार्टी र दलहरूको हामीले प्रतिवाद, प्रतिशोध र निषेधको कुरा नगरौँ भन्ने लाग्छ मलाई। जहाँसम्म उहाँहरूलाई म भन्दिनँ, नेपाली समाज बिग्राउनुमा मेरो विचारमा छ है, सबैको विचारहरूलाई यो राजनीतिक दलको मात्रै हो जस्तो लाग्दैन मलाई। यो स्वयं हामी नेपाली समाजको पनि गलत छ यसमा। किनभने उधिनेर जाँदा नेपालको समाज बनावटको हिसाब हेर्ने भनेदेखि योभन्दा पहिला यो हाम्रो नेपालमा त के अरे मार्क्सवाद, लेनिनमा यस्तो सबै वादहरू पढ्छौँ हामी, बुझ्छौँ, जान्छौँ होइन। अनि नेपाल किन बनेन होला त भन्दाखेरि सबैभन्दा पहिला यहाँ दलित कोही हुनुहुन्छ, दलित शिल्पी समुदाय, दलित पनि म भन्दिनँ, शिल्पी समुदाय। शिल्पी समुदाय भनेको यो ठाउँको पहिलाको इन्जिनियरहरू होइन। यो ठाउँको काम सबैभन्दा राम्रो गर्ने र कर्मीलाई चाहिँ कामी भनेर विभेद गरियो। राम्रो लुगा सिलाउने मान्छे त्यो कुनै एउटा के अरे कर्मी हो, त्यो मान्छेलाई पनि विभेद गरेर अछुत बनाइयो होइन। छालाको काम गर्ने मान्छेलाई अछुत बनाइयो। जसले सबभन्दा बढी काम गर्छ त्यो मान्छेलाई सबैभन्दा के हो हाम्रो समाजमा सबैभन्दा तल्लो जातको, सबैभन्दा तुच्छ, सबैभन्दा गिरेको, सबैभन्दा अपमानित जातिको रूपमा यो नेपाल अगाडि बढ्यो। त्यो सामाजिक रूपमा बढ्यो, त्यो राजनीतिले त्यसलाई निष्कर्ष पुरा गरिदियो। अब त्यो पुरानो राजनीतिक इतिहास ल्याउनु पर्यो भने 1910 को नेपालको संविधान के अरे मुलुकी ऐन जङ्गबहादुर राणाले जे नेपालको प्रारूप तयार पार्यो त्यो चाहिँ अहिले नेपालीले भोगिरहेछ क्या। को धनी हुने र को गरिब हुने भने त्यो मान्छेले बनाइदियो क्या। त्यो हिसाबले गर्दाखेरि हाम्रो नेपाली समाजमा अब श्रम गर्नुपर्ने, सबैभन्दा बढी श्रम गरेर विश्व चाहिँ त्यो जस्तो मार्क्सवाद लेनिनमा भएको ठाउँमा चाहिँ त्यो के अरे फलामको काम गर्ने मान्छेहरू इन्जिनियर बनेर खतरा चिजहरू बनाउन सुरु गरे। नेपालमा त्यो जो मान्छेले सबभन्दा राम्रो काम गर्छ, त्यो सबभन्दा राम्रो काम गर्ने मान्छे सबभन्दा अपमानित र सबभन्दा सानो जात, सबभन्दा बहिष्कृत र अछुतको रूपमा राखेपछि त्यो समाज अगाडि बढ्छ होला त? बढ्दैन नि। अनि काम गर्ने मान्छेहरू जो सबभन्दा हाम्रो बहुबलले काम गरिन्छ त्यो मान्छेहरू सबभन्दा यो समाजको तुच्छ रूपमा पर्यो। हाम्रो हल्का सामूले भन्नुहुन्छ यो नेपाली समाजको कसरी बिग्रिरहेको छ भने अहिले दलाल पुँजीवादमा पुगेको छ भनेको त्यो के हो भने तपाईँको बिहानै एउटा दलाल उठ्छ, बिहानै दलाल उठ्छ, उसले एकचोटि एक फोनको फोन उठाउँछ र उसले सम्पूर्ण सेटिङहरू तयार पार्छ। दिनभरिको सेटिङ को कहाँबाट ल्याएर खाने कमिसन र के गर्ने भन्ने कुरा सम्पूर्ण कुराहरू के गरिन्छ एउटा मान्छेले तयार पार्छ, अर्को मान्छे सँगै त्योभन्दा 2 घन्टा अगाडि उठ्छ र बिहानै उठेर यही टेम्पो चलाउने मान्छे, सिटी सभा चलाउने मान्छे अथवा खेतमा जाने मान्छेहरू हुन्छ, त्यो मान्छे गएर एउटा कुनै चोकमा गएर प्यासेन्जर पर्खेर बस्छ, बल्ल 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 एउटा 2टा प्यासेन्जर गर्छ, दिनभरिमा 1000-1200 रुपियाँ कमाउँछ र बेलुकी त्यो पैसाले के गर्छ उसको जीविकोपार्जन मात्रै हुन्छ र ऊ के हुन्छ तुच्छ हुन्छ। त्यो जो बिहान उठे 8 बजे उठ्ने मान्छेले फोन घुमाघुमा दिनभरिमा उसले 1-1.5 लाख रुपियाँ पैसा कमाउँछ र सधैँ त्यो मान्छे के हुन्छ सबैभन्दा माथि पनि हुन्छ, करोडौँ कमाउने मान्छे त्यो हुन्छ र त्यो मान्छेको सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर मान्छे त्यही मान्छे, सबैले हाई गर्ने मान्छे त्यही मान्छे हुन्छ जसको पैसा बढी छ। त्यसलाई हामी सबभन्दा मान्छौँ नेपाली समाज, हो कि भन्नु त? हो नि। पैसा भएको मान्छेलाई सबभन्दा बढी हामी मान्छौँ नेपालमा। अब गरिब किसानहरूले अथवा त्यो अहिले मैले भनेको त्यो कर्मीहरूले अथवा राज्यबाट विभेद पारेको मान्छेहरू अहिलेको अवस्थामा के छ त? जो इमानको पेसा गर्छ नि, इमानको पेसा गर्ने मान्छेहरू अहिलेको अवस्थामा के ऊ आफै आफ्नो पेसाप्रति गर्व गर्छ त? जसले आफ्नो पेसामा गर्व गर्दैन त्यो पेसा कहिले पनि सफल हुन सक्दैन। याद गर्नुहोस्, तपाईँलाई मन परेको मान्छेले जे गरेको पनि राम्रो लाग्छ। तपाईँलाई आफूलाई मन परेको पेसा भयो भने गर्छ, तर तपाईँले गरेको पेसालाई जहिले पनि अपमानित गरिन्छ भनेदेखि त्यहाँ के हुन्छ होला? श्रममा के अरे बृहत्तरमा वृद्धि हुन्छ त? हुँदैन नि। अनि त्यहाँदेखि के हुन्छ श्रम शून्य भयो। अब के भयो सबै ठाउँमा सुरु गरेर नेपालमा हेर्नु त त्यहाँदेखि त्यो बिचरा त्यो दिनभरि 1000 रुपियाँ कमाउने मान्छे, बिहानदेखि बेलुकीसम्म खाने मान्छे पनि अब के गर्छ, कहाँबाट हुन्छ मेसो मिलाउ भन्ने नेपाली समाज छ नि त, मेसो मिलाउ भन्ने ठाउँतिर जान्छ र उसले पनि थाल्छ दलाल गर्न सुरु गर्छ। कृषकले उत्पादन गर्छ 5 रुपियाँ केजी के अरे बिक्री भएको हुँदैन, यहाँनिर टमाटर र यो बजारमा जाँदा 60 रुपियाँ केजी किनेर खानुपर्ने हुन्छ। दुःख गर्ने मान्छेले 5 रुपियाँ केजी, तर 60 रुपियाँ केजी त्यो उपभोक्तासम्म पुग्दाखेरि कसरी पैसा, त्यो पैसा कसले खायो होला त भन्नु त? यो समाजमा कसले खायो होला त? मैले भने यो बिचमा भएको त्यो दलालहरूले खायो र दलाली सबभन्दा पूजनीय बन्यो।
र श्रम संस्कृति पार्टी किन जन्म्यो भने अब यो कृषकले उत्पादन गरेको चिज चाहिँ कृषक नै त्यसको सबभन्दा ठुलो हाकिम हो, त्यही नै सबभन्दा ठुलो मान्छे हो र कृषकले नै गरेको मान्छे नै सबभन्दा महान हुन्छ। मैले बारम्बार के भन्दैछु भने हामीले गरेको नेपाली अहिले फेसबुक र टिकटकमा हामी समृद्धि खोज्छौँ, समस्या के फेसबुक र टिकटकमा दिनभरि के पनि कर्म गर्दैनौँ, दिनभरि हामी कसैले क्यारम बोर्ड खेल्छौँ, कसैले लुडो खेल्छौँ, कसैले के गर्छौँ, कसैले यो गर्छौँ, के फोन गर्छौँ, सेटिङ गर्छौँ, घुमाउँछौँ, खान्छौँ, तर कर्म हामी गर्दैनौँ, कर्म शून्यमा बाँच्छौँ। भनेपछि श्रम संस्कृति पार्टीले चाहिँ अब नेपाललाई उठाउने हो भनेदेखि हर्क साम्पाङले भने चाहिँ 3 करोड हात 3 करोड मान्छेको 6 करोड हातले श्रम गर्यो भने किन यो देश बनिँदैन होला र त्यो हुनलाई सबभन्दा पहिला त सम्मानित चित्त श्रम हुनु पऱ्यो नि त। त्यो हुनको लागि सबभन्दा पहिला सम्मानित हुनु पर्यो। त्यही भएर हर्क साम्पाङ धरानको सबभन्दा ठुलो मान्छेले गएर सबभन्दा चप्पल फाटेको चप्पल लगाएर फाटेको जुत्ता लगाएर पट्टुमा मात्रै लगाएर हिँडेर यो पनि चिज पनि सुन्दर रहेछ है, त्यसको पनि लाइक र भ्यू बढी बढ्यो भने त्यो मान्छेको सामाजिक सञ्जालमा लाइक र भ्यू बढ्यो भनेदेखि यो पनि सुन्दर चिज हो भनेर भन्ने चिजलाई मात्रै लाइक र भ्यू हानिन्छ। भनेको त्यो हिजो उल्टो हिँडिरहेको नेपाली समाजले सुल्टो हिँडाउनलाई, समयलाई, यो देशमय बनाउनलाई र हामी आत्मनिर्भर आफ्नो कृषि प्रणाली र कर्म प्रणाली बनाइयो भने यो देश बनिन्छ भन्ने जुन कन्सेप्ट श्रम संस्कृति पार्टीको छ। श्रमलाई सम्मान गर्ने जस्तो कि मैले अघि भने तपाईँले सामाजिक सञ्जालमा जब कृषकले जोड्दै गरेको फोटो, जोड्दै गरेको के अरे खन्दै गरेको फोटो लाखौँ र मिलियन भ्युज पुग्न थाले, बल्ल नेपालले गति लियो भन्ने हुन्छ। नभए अहिलेसम्म हामीले के गर्छौँ, दिनभरि विदेशमा भएको मान्छे दिनभरि काम के गर्छ, त्यो कामको फोटो लाउँदैन उसले, तर पार घुम्नु गएको फोटो लाउँछ। किनकि हाम्रो लागि सुन्दर के भयो, सुकुला मुकुला हुनुमा सुन्दर भयो कि हामी सुकुला मुकुला हुनुलाई सबभन्दा बढी हामी दौड्यौँ। त्यो हिसाबले गर्दाखेरि अब सुकुला मुकुला मात्र होइन कर्म गर्ने। मैले सुनेको तपाईँलाई थाहा छ, हाम्रो विदेशमा गएको मान्छे जापान कोरिया यताति गएको मान्छे सुन्नु त, त्यहाँको मान्छेहरूले चाडपर्व मनाउनलाई पनि हुँदैन अरे, के अरे फुर्सद हुँदैन अरे के, काम गरेकै काम गर्ने मान्छे मात्रै मान्नुहुन्छ भने भन्छ त्यहाँको मान्छेले। हाम्रो त गफ लगाउने अनि सबैभन्दा बढी ठुलो मान्छे छ नि अलिकति नेताले सबभन्दा खतरा वा गरेर हामी भरिरहन्छौँ नि त हाम्रो नेतालाई। गफ लगाउने मान्छे ठुलो छ भन्ने हाम्रो माइन्ड छ, कन्सेप्ट छ, भाष्य छ, दृष्टिकोण छ होइन। त्यो दृष्टिकोण सर्लकै बदलेर अब काम गर्ने मान्छे र कर्मी मान्छेहरू, यो समाजको सबभन्दा उत्पीडित भएको जाति वर्ग क्षेत्र लिङ्गका मान्छेलाई अगाडि बढाएर लिएर जानको लागि चाहिँ यो श्रम संस्कृति पार्टी जन्मेको। त्यसले गर्दाखेरि श्रमलाई पुज्नलाई र श्रममय हुन र नेपाली आफ्नो मौलिकता देखाउनलाई हो कि हामीले बिग्रेको भने त मैले अघि भने नि, यो उपभोक्ता दलाल पुँजीवाद आशयमा उपभोक्तावादी समाज छ, यो चिन्तन छ। उताबाट बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको सामानहरू ल्याएर फालिदिएको छ बजारभरि, तपाईँले 500 रुपियाँ पैसा बोकेर जानुहुन्छ, तर बजारमा पुगेर जाँदाखेरि तपाईँ फर्केर आउँदा ऋण काटेर पनि 2000 को सामान लिएर आउनुहुन्छ। त्यो के हो भनेदेखि बहुराष्ट्रिय कम्पनी भनेको यो के अरे अमेरिका त्यसको मेन केन्द्रबिन्दु, उसले त्योबाट बहुराष्ट्रिय कम्पनीबाट तपाईँलाई चाहिएको भन्दा बढी सुविधाहरू दिएको छ क्या। त्यो उपभोक्तावादी समाजले पुरै बजार कब्जा गरेर बसेको छ। त्यो लिनलाई तपाईँ मरि हत्या गर्नुहुन्छ र अर्को पटक काँड बुढा मलाई फोन अथवा बुढी मलाई यो पैसा दियो अथवा म त्यो लिएर आउँछु भनेर हामीले एउटा मानसिक चिन्तन बनाइदिइसकेको छ। जब मान्छे के श्रम गर्छ, श्रममा पनि अनिवार्य श्रम भनेको सबैले 8 घण्टा 9 घण्टा अनिवार्य